Hello, hello, hello. Welcome back to my channel. Welcome back. It's me, Kalu. Welcome back to my video. So आजको केही छैन, धेरै दिन भयो भिडियो नहालेको, भिडियो नबनाएको, त्यही भएर नि हो। अब यसो के भन्छ त्यसलाई, म आज चटपट बनाउन लाग्यो। हेरौँ, अब साथी छैन भन्दा नि अब रातिको 1 बज्न लागिसक्यो। अब एक्लै बनाउन लाग्यो लस्सी। यो देख्न सक्नुहुन्छ तपाईहरुलाई कालो तर मलाई थाहा छैन यो चटपट बनाउँदा के हाल्नुपर्छ, के हाल्नुपर्छ त्यो थाहा छैन कि मलाई। हेर्दै जाउँ के छ सबै हालेर बनाएर खानु मिठो एक्लै। माइक कस्तो आइरहेछ आवाज है, यसो सुनेर प्रतिक्रिया दिनु होला भन्न चाहे मैले आज। किनभने माइक ल्याएको नि धेरै भयो नि त, अनि माइक ल्याएको धेरै भयो, माइक कनेक्ट गरेर बोल्दिन म, त्यस्तो छ। एकछिन ल, यो आलु यस्तो रहेछ। म अर्को अब आलु त उमाल्नु पर्यो। आलु अनि के चाहिन्छ हौ यसमा, के चाहिन्छ यी दाइजन केही थाहा छैन क्या मलाई, के चाहिन्छ है। उफ, फेरि यता नि केही छैन, खुर्सानी मात्रै छ। एकछिन ल, म बन्दाकोपी अनि काँक्रो छ भने काँक्रो अनि लेमन लिएर आउँछु। खुर्सानी रहेछ भनेर नि धेरैदैन है, अलिकति खासै त्यो बन्दा मन नि पर्दैन मलाई, त्यही भएर अलिकति मात्रै जस्ट सोको लागि भनौँ। हेर्दा नि एस्थेटिक देखोस् न भनेर। कहाँको चाहिँ मोको क्या त्यस्तै लाग्यो भने धुवा त पर्ने हो, तर धुइएन। हेर्दै जाउँ, यो त भयो क्या है। यो उमालेको धेरै टाइम भयो त के यो त फेरि बिर्सेर लतल यो भयो।
मसला भनेको यहाँ खुर्सानी रहेछ है। ए त्यो खुर्सानी काट्ने हो। अनि नुन छ, खुर्सानी छ, अनि अरू त केही छैन कि अब। Wait a minute. Tight time. हाफ बोइल पो भएछ त के हाल्नुपर्छ हौ यसलाई। ढिलो भइसक्यो। हाफ बोइल मात्रै भएर बसेछ। म भुजा लिएर आउँछु, चाउचाउ लिएर आउँछु ल। रोक्नुहोस् होला, पत्नुहोस् होला। तर म यहाँ पागल जस्तो म एक्लै बोल्दैछु के गर्नु है। छैन कोही। एउटा साथी थियो, त्यो नि घर गएको गई आउँदैन रे। अन्त साथीहरू छ त, तर उनीहरू अहिले सुतिरह होला। उता के भन्नु त्यसलाई नाचेर आएको नि उता अघि। र अहिले मसँग छ वाइ चाउचाउ। यो के हो, मुरी भन्छ यता बङ्गालीहरूले है। बङ्गालीहरूले मुरी भन्छ। भुजा छ, वाइ चाउचाउ छ। यहाँ चाहिँ वाइ चाउचाउको मसला छ। कस्तो दिमाग खराब भयो कि हो। अब के भन्नु है, के भन्नु अब के भन्नु। दुईटा आलु हालेर उमाल्छु भने अब उम्लिन टाइम लाग्छ नि। मसला तेल पनि हाल्दिउँ के हो त, अलिकति घिउ बनाउन मोटाउँछु कि। यो भयो खुर्सानी के भएको चिन्दैन त हौ। अरू के होइन, एक्लै बस्ने बानी भयो हो। खासै अरूको केही उस लाग्दैन है, के गर्नु। त्यतिखेर यो बन्द धेरै भएछ कि। म त थोरै लिएर आएको यार। के एउटा मात्रै चाउचाउ भएको हो। या भुजा धेरै हाल्नुहुन्न रहेछ चटपटमा है। धेरै नहालौँ, एक्लै खाने त हो। धेरै हालेर पनि काम छैन। सकेन भने मिठो भएन भने फालिदिने मात्रै भयो। पर्खिनु भनेको के हो, गर्नु हो भन्छ है। अब यो भर्खर उम्लिरहेछ, पाकेकै छैन के भएको। मदरकुली के होइन, किन पाके छैन, के को चाहिँ प्रब्लम आएछ। यो मसला केलाई राख्ने यो हैन। एक्लै खा एक्लै रमा भयो है। एक्लै खा एक्लै रमा। जिन्दगी भर कोही हुने छैन, साथमा कोही हुने छैन भाइ।
ओके भाइ म अहिले आलु नहालिकन खाइदिन्छु रिस उठिरहेछ हात चाहिँ धोको है फेरि मैले अहिले आफैले खाने त खाना त आफैले खाने हो त्यही नि हात धोकै हो मैले अघि मान्छेहरू त्यो भैयाहरूले के गरेर हालेको त खान्छ है त्यो म आफैले धोएर आएको अघि बल्ल भने चटपट चटपट गनाए जस्तो लाग्यो मलाई हात धोन्छु होला त्यही हो क्या अब किचनमा काम गऱ्यो भने यो अलिकति छोयो फेरि हात धो फेरि छोयो फेरि हात धुन जा फेरि छोयो फेरि हात धुन के फोबिया लाग्यो मलाई यार दिमाग खराब भइसक्यो हात त धुनै अस्ति मैले एकजनाले भनेको सुनेको है यसमा तेल हाले नि मिठो हुन्छ अरे तर मैले नुन चाहिँ धेरै नहालौँ होला सोल्टी नुन धेरै नहालौँ होला सोल्टी यस्तो खुर्सानी छ क्या फेरि लो सागबाट धुवा निस्किने गरी खानु त भएन नि अनि कन्ट्रोल कन्ट्रोल कि हातले मुछौँ हौ आलु हालेको छैन ल आलु त उम्लिँदैछ मुला मुला होइन आलु उम्लिँदैछ चटपट 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 क्राइटेरिया 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 हो त्यो चाहिँ थाहा भएन मलाई के हाल्नुपर्छ भने मैले एकजना सोधेको है मैले सोधेको नसोधेको होइन सोधेको तर भन्न त भनेको अहिले बिर्स्यो अब म्यासेज हेर्नुपर्छ म्यासेज हेर्नुपर्छ ल अहिले त फेरि बनाइरहेछ के अब याद गरेको अलिअलि आलु बिना चाख्दिन्छु तर अलिकति पानी नपुग्या हो कि तेल नपुग्या हो चुप छैन पानी हालिदिन्छु अलिकति कि तेल हालिदिउँ पानी कि तेल कमेन्टमा भन्नु होला पानी हाल्ने कि तेल हाल्ने मेरो पानी आइज आलु अलि भएन जस्तो लाग्यो मलाई त्यो दिमाग हाफ माइन्ड हुन्छ नि त्यस्तै जो मेरो दिमाग छ नि हाफ माइन्ड हो त्यस्तै भयो जस्तो आलु तर मिठो चाहिँ मिठो चटपटेवाला भन्छु होला मेरो बुढीले भोलि पर्सि राति बुढा मलाई नभनौँ बुढा मलाई भोक लाग्यो केही बनाइदिनु न चाउचाउ बनाइदिनु न यो बनाइ म आफै भोक लाग्छ मलाई आफैलाई म बनाइदिइहाल्छु नि म आफै खान मन तपाईँहरू अन्यथा नमान्नुहोस् मलाई हात चाहिँ धोइहाल्नुपर्छ ल कस्तो मैले भनेको होइन भुजा ओसिन्छ भनेर मजा आएन नि अब त्यो नयाँ भुजा हालेर नि फेरि त्यो काम नगर्नु Mucho. No.
एक्सपेक्ट गरेको भन्दा मिठो छ। जुस हो क्या, जुस हो कि जुस। धेरैभन्दा धेरै 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 समयपछि अब ब्लग आउन लागिरहेछ, आउँदैछ भनौँ न। तपाईँहरू कमेन्ट किन गर्नुहुन्न है, कस्तो लाग्यो ब्लग है। म यस्तो ब्लग बनाइरहेको हुन्छु अनि मलाई झ्याउ लाग्छ कि यस्तो मैले भिडियो हालिरहेको हुन्छु अनि कमेन्ट आउँदैन, भ्युज त त्यो छुट्टै कुरा हो कि, हेर्ने मान्छेले पनि कमेन्ट गर्दैन। त्यो चाहिँ प्रब्लम हो क्या तपाईँहरूको। के भन्नु, अलिकति भएन छ कि अब के नपुगे जस्तो लाग्यो मलाई चटपटमा त। यो चटपट खाँदा त मलाई त कसको याद आयो, त्यो मेलामा बनाएको चटपट जस्तो। पानी हालेर गल्ती गरेछु। मलाई रिग्रेट हुन्छ रातभरि, किन पानी हाले होला भन्दै अहिले चाहिँ खान्छु। सबै ठिक, तर मेरो बिगारेको मैले त्यो नेपाल गएर आएछु। नेपाल जाँदाखेरि यति धेरै भिडियो बनायो होइन, अनि अब यता हिँड्यो यता डुल्दा एडिट गर्नै बिर्से, सबै बिर्से। अनि त्यसपछि यहाँ आएको, त्यो भिडियो त हालेको छैन, किन बनाउने हो र नयाँ भने। अनि अलिकति भन्दा नि अलिक ठुलै उस आयो, त्यही भएर त्यो यताको मेरो यता भिडियोहरूको उस छैन कि मेरो फ्यामिलीको। अनि त्यही भएर मैले चाहिँ भिडियोहरू हटाइदिएँ भनौँ न, हाल्नै छोडिदिएँ। त्यसपछि अब हाल्छु बिस्तारै। गाली आइरहेको भने प्लिज ल, हेर्दैछौ भने म भिडियो हाल्छु। अब हप्तामा एउटा भयो नि हाल्छु, अलिकति छोटो भयो नि हाल्छु नि। बिस्तारै हुन्छ हाम्रो नि। तर मलाई एउटा मन छ त्यो कि गोप्रो किन्ने कि त्यो यस्तरी त्यो आइनामा त्यो क्यामेरा देखाएर फोटो खिच्ने, यस्तो गरेर भिडियो बनाउने एउटा आइफोन चाहिँ किन मन थियो। अहिले मिलेको छैन भनौँ न, बिस्तारै किन्नुपर्छ आफ्नो। मलाई त फेरि एकछिनलाई हो कि त्यस्तो धेरै चार्ज नटिक्ने, ब्याट्री नटिक्ने त्यो सामान मलाई मन पर्दैन, मलाई चाहिँदैन। किनभने म धेरै मोबाइल हेर्छु नि त, मेरो आँखा पनि अहिले लाइट बलिरह, अहिले अलि पोल्दैछ, अहिले एकछिनपछि झन् पोल्छ। प्रब्लम छ तर देखाएको छैन। अब उति भन्दै म भाडा माझ्न चाहेँ ल, अनि
भाँडा माझेर एकछिनपछि बेडमा जाने सुत्ने ल। हस्त भिडियो मन परेमा लाइक कमेन्ट सब्सक्राइब सेयर साथीहरूलाई सेयर गरिदिनु होला। कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। लाइक नगर्ने कमेन्ट गर्न चाहिँ नबिर्सिदिनु होला। म त्यो भन्दै यो भिडियो यहीँ समाप्त गर्न चाहन्छु। चटपटवाला भिडियो कालु।